हेलो वेलकम ब्याक टु माई मिनी भलगमै। आज चाहिँ सो हामी चाहिँ हाम्रो कटिङको दोस्रो दिन रहेको छ। हाम्रो सेमिस्टरको मात्र होइन 5 सेमिस्टरको चाहिँ जान लागेको। अस्ति चाहिँ सबै हाम्रो कलेजकै ग्रुप गएको थियौँ, धेरै थियौँ। आज त हामी थोरै छौँ, हाम्रो सेमिस्टरको मात्र हो है गाइज। हाम्रो सर भने पनि पछि आइरहनु भएको छ। सो आजको दिन कस्तो हुन्छ हेर्दै गर्नु होला भिडियो, माया गरिदिनु होला। सो हामी चाहिँ माथि स्कुलसम्म पुगिसकेछौँ गाइज। सो फाइनल गाइज अब हामी यता बगैँचामा पुगेर पनि काट्न सुरु भइरहेछ। सो कस्तो हुन्छ हेर्दै हामी। कटिङ भइरहेछ परमेश्वरको। ट्याक यसलाई पनि कस्तो गर्नु पर्यो भने चाहिँ यहाँबाट आउने बनाउनु पर्यो होइन, बाहिर गएको कस्तो यो चाहिँ मेलबुटो हो। योमा पनि हामी अर्को छेउ गर्छौँ अनि यसलाई लिएर आउँछौँ। अब यसलाई हामीले माटो यतिदेखि माटो उ गर्ने लगाउने। यो रुटिस्ट है, त्यो साइन यो रुटिस्ट। यसकै सेपको यो फेरि अर्को यो सोचौला। यो कम्तीमा यसका बट कति 4-5वटा हुने भएर त्यो गर्ने 2टा 3टा 4टा 5वटा राख्यो होइन। कुन ग्राफ्टिङ गर्ने भन्ने आफूलाई थाहा हुन्छ। सबभन्दा सक्सेसफुल भएको अहिलेसम्म स्याउमा टङ ग्राफ्टिङ हो होइन, है त? क्लियर? टङ ग्राफ्टिङ हुनलाई रुट स्टोकलाई कति दुई तर्फ काट्नुपर्छ है त। यसलाई अब एउटा लिक्विड हुन्छ कि लाउने, अब यहाँ छैन। सो सरले तलको सकेर अर्को टङ ग्राफ्टिङको अर्को आइडियामा सर सिकाउँदै हुनुहुन्छ है। र यो बिचमा चिर्ने चक्कु नभएर सिकेचरको धारले नै चिरिरहेको छौँ। टङ ग्राफ्टिङको एउटा त कलमी भइसकेको छ गाइज। अरू ठाउँमा गर्ने छौँ गाइज। हेर्नुहोस्, हेर्दै जानु होला। हाम्रो उहाँ चाहिँ सुनिताजी हुनुहुन्छ है। यहाँ चाहिँ यसो काटिराख्नु भएको छ उहाँले। ल गाइज यस्तो काना पारिरहेको छ किराले। यो लेयरिङ भइसक्यो गाइज होइन। उत्तिसमा गरेको ट्रायल गरेर हाल्छौँ नि। 1 महिनापछि हामी फेरि आउँछौँ है। ल भाइ यार लेयरिङ त्यतिसम्म भिडियो हेर्दै गर्नु होला। यसमा किरो लागेको छ है। यसमा चाहिँ काँचो किरो हेर्नुपर्छ हामीले। येल्लो स्टिम ब्लोर जुन चाहिँ एप्पलमा लाग्छ। यसमा चाहिँ यस्तो अवस्थामा खाइरहेछ। यसलाई के गर्नुपर्छ, यस्तो काटिदिनुपर्छ। यसको घाँटी साँडी काटेर मारेर कि जलाएर कि गाडेर फाल्नुपर्छ। सो हामी चाहिँ अब तल अर्को साथीको सकाएर अब हामी अर्को साथीको गाड्न जाँदैछौँ नास्ता खाएर। अरू चाहिँ पछाडि छन्। हामी चाहिँ सर म 3-4 जना चाहिँ अघि आइसकेका छौँ सामग्री लिएर। अब माथि पुग्नको टाइम लाग्छ। सो भिडियो हेर्दै गर्नु होला।
सो फाइनली हामी चाहिँ अब त्यो बगैँचादेखि हामी चाहिँ अब रुमतिर लागिसकेका छौँ सब होइन होइन साथीहरू सब पछि छन् हाम्रो सर पनि पछि हुनुहुन्छ अब हामी चाहिँ यहाँ छौँ हामी जानुपर्ने चाहिँ उता 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 त्यो जानुपर्ने त्यहाँ हो अनि हामी चाहिँ यहाँ स्कुलमा पुगिसक्यौँ हाम्रो कलेजमा है हाम्रो कलेज यहाँ रहेको छ मेरो सर चाहिँ पछि हुनुहुन्छ होइन हामी चाहिँ स्कुलमा पुगिसकेका छौँ फाइनल्ली ओके बाई हुन्छ हामी अर्को भिडियोमा भेटौँला बाई 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 गर सबले